हेलो 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 नमस्ते दर्शन नमस्ते। आज हामी जाडोको मौसममा हल्का बाहिर निस्केको बाटोतिर आएर यता आन्टीको घरतिर आएको। यता आन्टीहरूले के गर्नुभयो भनेर यसो हल्का घुमेको। बुहारी उनले पुरै यहाँ काम जाडोमा पनि जाडै नभएको किन हैछ यस्तो खोइ काम गरेर बिजोग छ फेरि। के गर्नु लाखान पुरा बारेर खोइ छुट्टिएर घर बनाएर अलग्गै बस्न लाग्यो कि के गरेको थाहा छैन। भनेको रहेनछ घर चाहिँ यहाँ पुरा प्याज लगाउने कार्यक्रम रहेछ। हाम्रोतिर त्यस्तो भयो साथी हो। हजुरतिर के छ यता गाउँबारी फर्म तोरी यो हाम्रो भैँसी गोठ आन्टीको हेर्नु कति छिटो रोप्छिन् दिनु फेरि। बुटा पनि ठुल्ठुलो रहेछ कति राम्रो। यति जाडो नभएको चिसो माटोमा यस्तो छ। साथीहरूतिर पनि यस्तै होला जाडो जताततै यस्तै छ मौसम। के गर्ने खाना बनाउने यता मेरो आन्टी हुनुहुन्छ पुरा जाडोमा हिँड्नुभयो हाम्रो आन्टीले। यहाँ हाम्रो आन्टीको यहाँ कुखुरा फर्म छ यहाँ पुरा चल्ला हाल्नुभयो। माथि लोकल तलक ब्रोइलर के जाति भन्ने कुखुरा। यता आलु हो यतातिर तन्नै छ। ऊ हाम्रो काइलीले हेर्नु न उता गाई जस्तो छ। लसुन खनेर जाडोमा है कस्तो जाडो नभएको हेर न। हामीले जाडो घर भित्रदेखि बाहिर निस्किन्न। हाम्रो बुहारी त्यस्तो छ मार छ कामको। यस्तो लसुन ठुल्ठुलो बुटाई आलुको तोरीहरू कोही पाकिसकेछ कोही यता घर छ। यता तोरी हरियो पहेँलै यस्तो छ गाइज। यो परालको टौवा हाम्रो यस्तो छ। जाडोमा यसो बाहिर निस्किएको त्यही भएर यसो हल्का रमाइलो गरौँ भनेर यस्तो गरेको। त्यही भएर यस्तो छ। यस्तो छ घुम्न यस्तै हो हामी। यस्तै हो आन्टी हामी कहिले जङ्गल गइन्छ कहिले सहर बजार यस्तै छ गाउँबारी कति राम्रो हो भने यस्तो। ल हल्का अलिअलि रमाइलो हो यस्तो। ल गाइस ओके बाई सबैलाई। जाडो आज लोसार पुस 15 जाडोको मौसम परे यसो तातो खाने चिज